घाँस खानको दुःखले मान्छे हुनुभयो कि दाना खानको दुःखले चाहिँ मान्छे हुनुभयो कि हजुरहरूलाई थाहा भएन, मलाई थाहा छ हजुरहरू मान्छे हुनुको कारण चाहिँ पुनर्जन्ममा राम्रो राम्रो कर्म गर्नुभएको रहेछ, त्यो भएर जन्ममा मान्छेमा जन्मिनु भयो। अब जन्म मान्छे भएपछि हजुर राम्रो कर्म गर्दै जानु, जे इच्छा गर्छ त्यो प्राप्त हुन्छ। किन भन्दाखेरि इच्छा प्रकट गर्नुभएको थियो महादेवले, त्रिशक्ति प्रकट हुनुभयो, ब्रह्मदेव सृष्टि गर्ने पर बसेर, विष्णुदेव पालन गर्ने पर बसेर, रुद्रदेव संहार गर्ने पर बसेर, अब सबै गरेको चाहिँ हजुरहरूले देखिन्छ फेरि है। तर गरी चाहिँ पर बसेर उहाँहरूले क्या भने इच्छा प्रकट गर्नुभएको थियो, महादेवले त्रिशक्ति प्रकट भयो। त्यस्तै गरेर हजुरले इच्छा जे गर्नुहुन्छ त्यो प्राप्त हुन्छ। किन भन्दाखेरि हजुरहरू पनि उहाँहरूको सन्तान भएको कारणले है त, हुन्छ हुँदैन। अब यहाँ चाहिँ विभिन्न आकृतिहरू देखिन्छ। यहाँ चाहिँ कैलाश पर्वत हो सक्कली। हजुरहरू चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ डाँडा काँडा देखेर चाहिँ कैलाश भनेर नझुक्यो हुन्छ। आजदेखि हिमाल देखेर कैलाश भनेर नझुक्यो हुन्छ, पहाड देखेर कैलाश भनेर नझुक्यो हुन्छ, हिउँ परिरहेको ठाउँहरू देखेर पनि हजुरहरूलाई कैलाश भनेर झुक्कायो। र मानव भनेको सर्व तिब्बत कैलाश देखाएर पनि हजुरहरूलाई झुक्कायो। आजदेखि झुक्किनु पर्दैन। कैलाशको अर्थ चाहिँ के छ भन्दाखेरि के भनेको चम्किरहेको शिव, लास भनेको ढुङ्गा, दुइटाको योगद्वारा चाहिँ कैलाश भनेको हुन्छ। त्यो सक्कली कैलाश पर्वत चाहिँ यही हो। यहाँ चम्किरहेको शिव पनि म दर्शन गर्न सक्छु, यो ढुङ्गा पनि हो। त्यही कारणले सक्कली कैलाश पर्वत, हिमालय पर्वत रानीको घर पनि यही कैलाश पर्वत हो, हिमालय पर्वत राजाको घर पनि यही कैलाश पर्वत चाहिँ हो भन्ने मेरो सन्देशको साथै अब यहाँ विभिन्न आकृतिहरू देखिन्छ। म त्यो आकृतिहरू सुरुमा दर्शन गराउँछु र यहाँको कथा नै भन्छु र क्यामेरा बन्द भएपछि म हजुरहरूलाई चाहिँ आफ्नै